A few moments later. के हेरेको पल्ला पर्नु त्यहाँ बसेर के हेरेको तिमीहरूलाई आँगन झाडु लगाउँ भने त अब जिउमा अलिकति मैला लाग्नु हुँदैन 4 खेप नुहाउनु परिहाल्छ बोकेको पानी नभएको बेलामा जति नै नुहाए पनि तिमीहरूको अनुहार त कहाँ उज्यालो हुन्छ त साला जहिले पनि साला बासी रोटी जस्तो पारेर देखाउँछ अनुहार सालाहरू कहिले खुसी भएन तिमीहरूको अनुहार जहिलेको तैले पानी पर्न आँटेको आकाश पाउँछ कस्तो खालको अलक्षिना तँलाई ल्याएको 14 वर्ष भयो त 14 वर्षमा कहिले तेरो अनुहार उज्यालो देखेन साला जति नै सिँगार पेटर गरे पनि कहिले उज्यालो हुँदैन धुस्स परेको तेरेका तँलाई ल्याएर नि तर तेरो अनुहार देख्ने बित्तिकै बिहान मलाई लोदर लाग्छ पनौती लाग्छ बुझेस् कस्तो खालको हो भन अलिक खुसी भएर उज्यालो अनुहार पारेर बस्न त्यहाँ मास्लो घरको काइलाको बुढी हेर त कति गोरी छ खानु पनि यति खान्छ त्यसले तर पनि गोरी राम्री छ त हाम्रो चाहिँ के हो कस्तो गरेको साला ध्वासी काइलाको बुढी जस्तो राम्री भएर बस्न गोरी तँलाई भुइँमा पनि बसाउँदैन तँलाई अल्गो जग्गामा बसेर रमाइरमा हल्ली खान्छस् त साला अलिकति जिउमा दागी लाग्यो भने त नुहाउनु गइहाल्छ तर पनि त्यो त 4 खेप नुहाएर पनि तेरो अनुहार त खोइ त कहिले उज्यालो हुँदैन तँलाई भनेको होइन ओ यसलाई भनेको खुसी छ 4-5 किलो मासु खान्छ साला हप्तामा जहिले पनि हेर्नु साला ध्वासी काली न काली दामी साबुनले नुहाउँछ र पनि कोही त के भएको कहिले अनुहार उज्यालो हुँदैन जहिले पनि यसलाई देख्ने पनौती लाग्छ त्यो माथिल्लो घर काइलाको बुढी कति राम्री छ गोरी न गोरी खानु पनि कम्ती खान्छ यसले बाइ बाइ टाटा राम्री छ तँलाई नुहाउने साबुनले म नुहाउनु भने त बरु म पो टल्किने सालाहरू पनौती